ल है साथीहरु वेलकम छ मेरो युट्युब च्यानलको नयाँ भिडियोमा जो चाहिँ कपिलवस्तु 4 नम्बरदेखि बुटोलसम्मको हाम्रो बाटो कस्तो बन्दैछ भन्ने कुरा यहाँ 4 नम्बरमा ओभरहेड ब्रिजको काम लगातार दनादन गइरहेको छ। अब हामी 4 नम्बरबाट बुटोलतिर प्रस्थान गर्दैछौँ है साथीहरु हामीहरु। अब यहाँनिर चाहिँ तपाईको हामीहरु हेर्दैछौँ के छ भन्दाखेरि हामी 4 नम्बरबाट अगाडि बढिसकेका छौँ, गइरहेको जाँदैछौँ है। यतातिर जाँदाखेरि खासै तपाईको बाटोहरुमा अहिले नै सबै तोडफोड भएको छैन। बाटो विस्तारको लागि वरिपरिका वारिपारिका घरहरुका क्षेत्रहरु क्लियर गरिएको छ। अब त पिपरासम्म भत्का छैन नि हैन र पिपरासम्म भत्का छैन नि हैन र अब यतातिर चाहिँ बाटो सजिलै बन्ने वाला छ किनभने अगाडि स्ट्रक्चरहरु केही बनाउनु परेको छैन। यहाँनिर एउटा पुल हो, यहाँनिर अलि पछि चाहिँ अलि राम्रैसँग कन्स्ट्रक्सन हुन्छ होला। अब यो मेरो सागर माउन्ट भन्ने युट्युब च्यानल छ, भर्खर यो मोनेटाइज भएको सब्स्क्राइबर त धेरै छैनन् तर मोनेटाइज चाहिँ भइरहेछ के त्यस्तै नै हो। त्यस्तो खासै पिपरासम्म मलाई खासै त्यस्तो भयो जस्तो लागेन मलाई। एज इट इज नै छ। तपाईको नाम के हो नि? के हो तपाईको नाम भन्नु त दाजु? मेरो नाम दाजु हुनुहुन्छ कि भाइ हुनुहुन्छ? ल नाम भनिहाल्नु न, कति सोच्नु भयो त? के अरे वीरेन्द्र हो। चस्मा कडा लाउनु भयो क्या अरे? मैले यता हानिरहेको छु है तपाईँलाई, मैले यता सेल्फी स्टाइलमा। ए ठिक छ, यतै हो होइन हाम्रो घर त? ठिक छ ल, ठिक छ ल। हामीहरु अगाडि बढ्ने क्रम त जारी नै छ। हामीहरु पिपरा मार्दैछौँ है। पिपरा यता देख्नुभयो होला, पिपराको पुलिस चौकी। अनि तपाईको अलि अगाडि आउँदा यताबाट सुब्बा देउराली मन्दिर, यहाँ हाम्रो पिपरा स्वास्थ्य चौकी। यहाँनिर चाहिँ मजाले माटोहरु दुई साइडमै खनाइएको छ। यहाँबाट हाम्रो बग्दीतिर जान्छ है। यो राजा पानी पिकनिक स्पोट हुँदै तल बग्दी हुँदै इन्डियाको नाकासम्म पनि पुग्छ। अब हाम्रो यस पछाडि एकैछिन तपाईहरुले मजाले के हेर्नुहोस् भन्दाखेरि लगभग हाम्रो सालजण्डी बजार आउनुभन्दा अगाडि यहाँ अब तपाईको हाम्रो 8-10 किलोमिटर हाम्रो जंगल पर्छ। अब यहाँ जंगललाई हेर्नुपर्ने हो तपाईहरुले एकैछिन। यो बसले एकदमै ठुलो खुवाइराख्नु भएको छ। यहाँबाट बस चालकले मजाले फराकिलो हुनेवाला छ कि, किन भन्दा यतातिर सुरुमै भत्काएको यता हो कि बुटोल। अनि यता बुटोल यो हाम्रो चनौडासम्मको बाटो विस्तारको क्रममा तपाईहरुलाई जानकारी दिउँ, सुरुमै भत्काएको चाहिँ यो हाम्रो चाहिँ सालजण्डीको यो जंगलको क्षेत्र हो। यहाँ कटानहरु भएर भत्काएको चाहिँ तपाईको यो साइडमा नालीहरु राख्नको लागि यस्तो पाइपहरु त तपाईको 4 नम्बरदेखि बुटोलसम्म नै तपाईको त्यसरी साइडमा त्यो ढल निकासहरु निकाल्नको लागि त्यसरी साइडमा पाइपहरु चाहिँ राखिराखेकै छ। एकदम सुन्दर जंगल छ, तर यहाँ अलिकति धुलो भएर तपाईहरुको अगाडि अलि राम्रोसँग नदेखिएको स्थिति हो। हाम्रो दाइले मजाले राम्रो सेफली चलाउनु भएको छ गाडी। यहाँनिर थोरै एउटा यता हामीलाई डाइभर्सन आउँदैछ, किनकि यहाँ हाम्रो चाहिँ यो जनावर हिँड्नलाई अथवा चाहिँ के भन्छ अरे यो पानी पास गर्नलाई यस्तो किसिमको स्ट्रक्चरहरु आए डाइभर्सन भयो भने के बुझ्नुस् भन्दाखेरि त्यहाँनिर एउटा पानी पास गर्ने अथवा चाहिँ एनिमल चाहिँ वारिबारी जंगल क्रस गर्ने भनेर त्यस्तो स्ट्रक्चर बनाएको हुन्छ भनेर बुझ्नु होला।
यो साइडतिर चाहिँ कामहरू मजाले भइरहेको छ। अब म एकैछिन बोल्दिनँ है त ल। यो सिसा फुटेर यसो ख्याल गर्नुपर्ने भयो क्या, तिरिमिरी यस्तो एडिटै गर्न नपर्ने गजबको डिजाइन आउने भयो क्या सिसा फुटेको कारणले। ल यहाँ हाम्रो अगाडि टक्क फलफुल तरकारीहरूको बोजूहरू छोडियो। यस्तै फुलहरू रोपेर दामी बनाउनु पर्छ त्यो बाटोलाई। कामहरू त भएको ढिलो छ साथीहरू। बुटोल पुग्न तपाईँको लगभग 4 नम्बरबाट तपाईँ सवा घन्टादेखि लगभग 1 घन्टा होइन, सवा घन्टादेखि 1.5 घन्टा लाग्छ भनौँ न। सवा घन्टा त मिनिमम लाग्छ। ल साथीहरू, जब हामी यहाँनिर एउटा सानो पुल जस्तो आइहाल्छ हो, यहाँनिरबाट ठ्याक्क हामीले कपिल वस्तुलाई क्रस गरेर वी इन्टर टु रूपन्देही डिस्ट्रिक्ट है। वी लेफ्टेड कपिल वस्तु एन्ड हामी अब छौँ रूपन्देही जिल्लामा हामी प्रवेश गरिसक्यौँ। अब हामी यता फायर लाइन हुँदै अगाडि बढ्छौँ। यस पछाडि हाम्रो नजिकको चाहिँ सानो बजार भनेको सालजण्डी बजार छ। यहाँ थुप्रो लगाइएको छ। अलिकति यो बालुवाली जस्तो एउटा थुप्रो यहाँ थियो। अहिले थुप्रो घट्दै युज हुँदै घट्दै यता र उति युज हुँदै गरिरहेको छ साथीहरू। यो हाम्रो फायर लाइनदेखि सालजनदेखि बिचको बारेमा
ल अब हामी लगभग सालजण्डीको जङ्गल छोडेर थोरै ओह्रालो लाग्दै हामीहरू सालजण्डीको बजारतिर भित्र इन्ट्री हान्दैछौँ है। ल हेर्नु त हामी लेफ्ट ह्यान्ड साइडतिर एउटा ड्राइभिङ ल हामीले इन्ट्री मार्यो सालजण्डीको बजारमा। अब यहाँबाट यताबाट यो सालजण्डीको बजारबाट लेफ्ट लाग्ने हो भने साथीहरू झिमझिमे भन्ने ठाउँतिर गइन्छ यो सालजण्डीको बजारमा है। त्यहाँबाट पुरै लेफ्ट लाग्ने भने यो सालजण्डी क्षेत्रलाई छोडेर हामी अगाडि बढ्दैछौँ। यहाँनिर चाहिँ ठुलै 4 नम्बर ब्लकको दाहिने साइडतिर पुरै खाल्डो पारेर त्यहाँ घरैहरू जाँदाखेरि स्ट्रक्चर उठाइदिएछु। त्यहाँ सायद पुलै बनाउने होला, तलबाट बाइक लाग्छ। चिन्नु भएकोहरूलाई त सहजै होला। हेर्नुहोस् है त यो पुलको साइडमा कति ठुलो खाल्डो पारेर त्यहाँ त पुलै खप्ने त होला। त्यहाँ घरैहरू भएको जस्तो भएको थियो। माघको नियम हो कि मान्छेलाई 2टा सुन्तला मिठो हुन्छ, 1 किलो सुन्तला भएपछि मिठो हुन्न भने जस्तो हो। 1 किलो सुन्तला एक्लैले खान सक्दैन। 1 किलो मात्र सुन्तला भयो भने 1000 रुपियाँ किलो नि बिक्री हुन्छ। 1000 किलो सुन्तला भयो भने 10 रुपियाँ किलो नि बिक्री नहुन सक्छ। त्यस्तै हो। माघको नियम हो कि के भन्ने थियो क्या 9-10 पढ्थ्यो हाम्रो साथीहरूले। हामीहरू अप्सनल म्याथ पढ्यो भने त्यो थियो कि त्यहाँ पेपर कति भइसकेछ नि त। ए माटो नपाएर कि ऊ नपाएर भन्नु न, बालुवा नपाएर भन्ने सुन्थ्यो त खोलाबाट। माटो चाहियो। नदी माटो पनि त त्यहीँ साइडबाट ल्यायो नि त। के अरे कहाँबाट ल्याउँछ। तर यतिको बाटो बनिदियो भने तपाईँको घर कता हो? यतै 4 नम्बरतिर त होला नि। हामीहरू यो कपिलवस्तु 4 नम्बर हुनेलाई पनि बुटोल अलि नजिकै भन्ने फिल हुन्छ क्या। आयो सालजण्डी। ल है साथीहरू कहीँ पुग्यो थम्माउँदै गर्नुहोस् तपाईँहरू। हामीहरू त पुरै हामी सालजण्डी क्रस भएर हामी बाँसगढीतिर बाछा काम दुख्छ बालुवा र मेटेरियलहरू बनाउन आवश्यक फलामहरू त्यो के भयो
भएर फुट्यो नि यो सिसा त्यस्तरी फुटेछ नि त यार बाटो बनाउँदाखेरि त चिन्नु ए ढुङ्गा छिडिकेर आएको होइन यस्तो सानो दाग बस्छ चिन्ने मान्छेले नै भिडियो हेर्नु भएको होला यो हजुरको आफ्नै गाडी हो फाल्टो यो बाटो कम्प्लिट नभइकन फेर्न आवश्यक भएन क्या यो होइन र यो बाटो कम्प्लिट नभइकन यसलाई फेर्न आवश्यक देखिएन ल है साथीहरू हामी त मुर्गियातिर आउने कोसिसमा छौँ बाटो त कसरी बनिरहेको छ देखिराख्नै भएकै छ तपाईँहरूले यस्तो तरिकाले बाटो बनिरहेको छ नि अलिअलि बनाउँछु फुर्सद भयो भने मोनिटाइज भएको नमरोस् भनेर क्या फेरि यो बनाइदिएन भने बिचमा डिमोनिटाइज भयो भने झ्याउ हुन्छ भनेर हो क्या मोनिटाइज भइसकेपछि फेरि यो गराइराख्नु पर्ने रहेछ कि अलिअलि कहिलेकाहीँ होइन भने फेरि त्यो बिचमा त्यसको अल्गोरिदम बिग्रियो भने सबै फिनिस हुन्छ हुँदो रहेछ कि रहेनछ गरेर देखायो हिसाब आउँदो रहेछ नि होइन आउँछ क्या त्यो त उसको त त्यसले त तपाईँको युट्युबको मात्र देखाइदियो नि त उसको त फेसबुकबाट पनि आउँछ उसको एक्सबाट पनि आउँछ अनि अझै अर्को एउटा स्पोटिफाई भन्ने पनि हुन्छ क्या म्युजिक सुन्ने अनि आइफोन युजरहरूको तपाईँको आइओएसहरूको चाहिँ फेरि तपाईँको आइट्युन्स भन्ने पनि हुन्छ क्या त्यो उसको जताततैबाट पैसा आउने हो नि त किन नहोस् र त्यति भइहाल्छ नि अघि भर्खर त्यहाँ भएको कुरा चाहिँ त्यो बालनको इन्कमको कुरा हो है यो चाहिँ हाम्रो एकदम बहुचर्चित भएका दुर्गा नर्सरी है साथीहरू भराइटिज अफ फ्लावर्स भेजिस प्लान्ट्स डेकोरेटिभ प्लान्ट्स फ्रुट्स सब हुन्छ है हामी अब धेरै यता दुर्गा नर्सरी भनिसकेपछि हामी केएनआइटी कलेजको नजिक आइसक्यौँ तपाईँले अघि उता हेर्नुभयो होला नि भिडियो होइन हामी सबै कुरा मैले बिहारसम्म क्याप्चर गर्दै आइरहेको छु अब लोकेसनमा काम नगर हावा हुँदै त्यहाँ बेलबास झरेर फेरि अटोबाट फेरि बुटोलसम्म भिडियो खिच्नुपर्ने छ
चोरहरू बिचौलियाहरूले तिनी सबै त्यो तपाईँको लाइसेन्स बनाउने बाहिर बस्ने हुन्छ नि तिनी बाहिर बस्ने लाइसेन्स बनाउने त्यो राजधानी बनाउने तिनीहरू सबै हुन्छन् नि त्यो ठुलाहरूले सबैले खाएको रहेछ क्या पैसा नेताहरू पालेर त्यो माथिदेखि नै कार्यान्वयन गराउन हुन्न भनेर सरकारी कर्मचारीलाई लाज भएको छ अहिले पुराना नेताहरूले सरकारी कर्मचारीको ठुलो बेइज्जत गर्दै नि होइन सरकारी कर्मचारीले गर्न सक्दो रहेछ नि त नेताले गएर त गरेको होइन त्यो काम नेताले त भनेको मात्र हो बालनले गएर प्रिन्ट गरेको होइन नि त सरकारी कर्मचारीले नै काम गरे हो नि त त्यो सबै पहिला तिनीहरूले नगरेको रहेछ नि त त्यो लाज भएको छ सरकारी कर्मचारीलाई नाटक रहेछ नि सोल्टीहरूको यतातिर चाहिँ स्ट्रक्चर छाने बबाल पाराले बन्दैछ यता सब यतातिरको स्ट्रक्चर होइन त यता भयङ्कर पाराले बनिरहेछ अझ तपाईँको उता ढबा सकिसके पछाडि अझ तपाईँको त्यो जुन के भन्छ अरे नयाँ गाउँ बेलबासतिर त यति फराकिलो बनाइरहेको छ नि होइन बहुतै चौडा बनाएको छ है उतातिरको बाटो अहिले तपाईँहरूले हेर्नुहुन्छ किचनमा सोसलको त्यो ब्यागले चापिएको छ त्यहाँ ढोक्कै तिमी एउटा ब्याग चाहिँ त उठाउनु त्यहाँ छ छेउमा ढोक्कै तिमी एउटा ब्याग तल चापिएको छ दुईवटा पहिला एउटाको सरकारमा सियो त्यो अर्को पार्टीकोलाई हेर्दै काम राम्रो भयो अहिले उसले त भन्यो सबै पार्टीको त्यो विचार राम्रो छ उसको योजना राम्रो छ नि त्यसलाई पनि हो नि होइन फेरि उसले त यो अरू पार्टीले पनि ल्याएको राम्रो एजेन्डाहरू घोषणा पत्रमा भएको त्यसलाई पनि त कार्यान्वयन गर्छु भन नि त अरू पार्टी त अरूले ल्याएको योजना अगाडि बढाउँदै नबढाउने अरूको पालामा भएको विकास छ भने त्यसको कामै अगाडि नबढाउने त्यस्तो हुन्थ्यो नि त विपक्षीकोले त्यहाँ जितेको ठाउँमा गर्दै नगर्ने कहाँ गर्ने हो विपक्षीलाई त सधैँभरि त्यस्तो नाटक होइन फेरि रासोपाले गर्नै पर्छ किन भन्दा एमाले काङ्ग्रेस माओवादीका मान्छेले पनि अहिले एमालेकै काङ्ग्रेसकै माओवादीकै नेता हुँ भन्ने मान्छेले पनि एक चान्स भोट चाहिँ दिएकै छन् के बाहिर काङ्ग्रेसै हौँ बाहिर एमाले नै हौँ भन्ने मान्छेले पनि बुथभित्र उता भोट हालेको छ क्या मलाई त्यस्तो लाग्छ कि ठुलै नेताले पनि गएर घन्टिला हालेर आएको क्या टोलको ठुल्ठुलो नेताहरूले पनि घन्टिला हालेर आएको छ क्या पोखरामा चल्यो नि नाटक छ अहिले प्रधानमन्त्रीले पहिला अब यो त यस्तो हुन्छ कि तपाईँको त यो त सिस्टमै त्यही हो कि तपाईँको जो हुन्छ नि सबै त्यसैले गर्यो भन्ने त हो नि होइन काठमाडौँ महानगरमा त चलाकै हो त्यसलाई त काठमाडौँको भन्नै पर्यो तर अहिलेको चाहिँ कुरा के हो भन्दाखेरि अहिले तपाईँलाई पटक हारिन्छ भन्ने कुरा थाहा भयो नि त त्यही भएर अहिले सबैले काम गर्ने भन्ने मनसायमा छन् के कुरो त्यही हो तर यहाँनिरको बाटो त भयङ्कर ठुलो हुनेवाला रहेछ नि त यत्रो वारीदेखि पारी हुँदा त यहाँ त यहाँ धेरै हो
पुऱ्याइदिनु त मलाई पुऱ्याइदिनु त गाई हो गाई कि नै भनेर अब त्यो जाने बेलासम्म खिच्दिउँ भनेर हो म्याम खिचेको छु है म्याम फेरि रोजीरोटी हो म्याम ल है साथीहरू अब तपाईँले बुटोलदेखि त अब बुटोल बेलबासदेखि त बुटोल पुरानो बससम्म सम्पूर्ण रूपमा देखि नै हाल्नुहुन्छ के अरे यहाँबाट मैले सुरु गरिदिएँ है अब सिधै पुरानो बस्तामा पुग्दासम्म तपाईँ सरर हेर्नुहोस् कहाँ के भइरहेको छ मैले देखेअनुसार उता फुलबारीको चोकनिर अलिकति ड्याममै स्ट्रक्चर बन्नेवाला छ अनि यता पनि बनेको बनियो होइन जे होस् बन्दैछ है यसरी पुरानो बस्दा गएर यो भिडियो स्टप हुन्छ तपाईँहरू सबैले भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद सिधै बस्दा गएर स्टप हुन्छ है हेर्दै जानु होला अन्तिमसम्म हेरिदिनु होला तल्लो ब्रिज आउने बेलामा मैले यहाँ राखिदिन्छु होला सदर भयो मेरो त एक तर बालन सरकार आएपछि बाटोको प्रगति नहेरिकन भएन पहिला त हामी 6 दिन पनि खेत्न थिएन बालन सरकार आएपछि त प्रत्येक दिन रिपोर्ट चाहियो अरे चाहियो नि राम्रो हुनै पर्यो
खाल्डो छ म्याम, यसो खाल्डो देखाइदिनुहुन्छ यसलाई छोएर मात्र। अर्को गाईले थोप्ला फेरि त्यहाँ कामदार कति छ, कहाँ कुन साइडमा को मान्छेले काम गरेको छ छैन भन्ने हो। दिनु म्याम, दिन्छ 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 दिन्छ। ल हामीहरू पुरानो बस पार्किङ आइसक्यो है। तपाईँहरूले यहाँसम्म पनि हेर्नुभयो भने त तपाईँहरूलाई यो बाटो कस्तो बन्द छ, बुटोल र 4 नम्बरसम्म अथवा पश्चिमसम्मको पनि कस्तो बन्दैछ भनेर तपाईँलाई एकदमै चासो रहेछ भन्ने कुरा यति बेला बुझियो। यदि तपाईँ अन्तिमसम्म पनि हेर्दै आउनुभयो भने मलाई कमेन्ट गरिदिनु होला, मलाई सब्सक्राइब गरिदिनु होला। यदि तपाईँहरूले थोरै पनि माया दिनुभयो भने म जस्तो सानो युट्युबरलाई म तपाईँलाई फेरि पनि यो बाटोहरूको वहाँ चनौटासम्मकै उता गोरुसिङेसम्मकै उतासम्मकै अपडेट दिनेछु। थ्याङ्क यू सो मच फर वाचिङ टिल द लास्ट। Have a good day, have a good time. Thank you so much guys. अलि अगाडि रोक्नु न, पश्चिमबाट आउने गाडी आउँछ। यहीँ रोक्ने हो, यहीँ रोक्दै नि हुन्छ। त्यसो भए साइड रोक्दै नि हुन्छ, अफिसमा सजिलो हुन्छ नि त्यहाँबाट। अझै हेर्दै हुनुहुन्छ? सब्सक्राइब गरिहाल्नुहोस् न यार, सब्सक्राइब नगरिदिने